आज चाहिँ हामी टप 10 हाइएस्ट पेइङ जब्स इन द वर्ल्डकै कन्टेक्स्टमा चाहिँ के हो भनेर डिस्कस गर्ने ल। तिमीले गेस गर्ने अनि म त्यो चाहिँ करेक्ट भयो कि भएन भनेर अनि तिमीलाई भन्छु। ओके ओके सो टप 10 लिस्टमा 1 बिङ द हाइएस्ट है। तिमीले गेस गर्नुपर्ने हुन्छ। ओके सो कुन हुन्छ होला स्टार्ट गर ल। पाइलट पाइलट ए पाइलट चाहिँ नम्बर 2 मा। यस अनि इन्जिनियर इन्जिनियर चाहिँ पढ्न चाहिँ पर्यो होइन, तर स्पेसिफिक एउटा फिल्डको इन्जिनियर, नट लाइक ओभरअल। कुन चाहिँ इन्जिनियर त? सिभिल सिभिल चाहिँ नट इन द लिस्ट। नट इन अहिले के को भाउ एकदम नै बढिरहेको छ? मेकानिकल मेकानिकल पनि नट इन द लिस्ट, तर मैले तिमीलाई क्लु दिन खोजेको चाहिँ अहिले के को भाउ एकदमै बढिरहेको छ वर्ल्डकै कन्टेक्स्टमा, नेपालमा पनि। पोलिटिकल इन्जिनियर नो पोलिटिकल इन्जिनियर okay no in terms of fuel अस्ति भर्खर दुईचोटि एकदमै छोटो छोटो दौरानमै भाउ बढ्यो नि, के को बढ्यो भन त? हो त्यही इन्जिनियर। पेट्रोलियम इन्जिनियर यस पेट्रोलियम इन्जिनियर। अनि यो चाहिँ नम्बर 9 मा छ है त। यस ल यु गट टु करेक्ट ल, मैले यो तिमीलाई दिएँ। अनि डक्टर डक्टर सर्जन नम्बर 1 मै पर्यो त्यो चाहिँ। सर्जन नम्बर 1 अनि ओके कतिवटा भयो? 3टा है? 3टा भयो। के छ? लयर प्रोफेसन छ। यस लयर चाहिँ नम्बर 3 मा पर्यो। तिमी त सबै हुन्छ नि करेक्ट गर्दै गइरहेको छौ त, चिटिङ भयो जस्तो छ। त्यो होइन त्यो अलिकति मनी सेन्ट्रेड भनेर। ओके अनि अरू के छ? अरू अहिले वर्ल्डमा के को चाहिँ डिमान्ड बढिरहेको छ यो प्रेजेन्ट टाइम एन्ड एजको कन्टेक्स्टमा है? एआई यस एआई मसिन लर्निङ यो चाहिँ नम्बर 8 मा छ। 8 मा 8 पनि भयो, 9 पनि भयो, 1 पनि भयो, 2 पनि भयो, 3 पनि भयो, 4 5 6 7 एउटा म तिमीलाई क्लु दिन्छु है त। मान्छेहरू आफ्नो फेसकै कुराभित्रमा होइन एउटा कुरा एकदमै इन्सेक्योर भएर चाहिँ बनाइरहेको हुन्छ। प्लास्टिक सर्जन त्यो त सर्जन त अगाडि नै भइसक्यो होइन? प्लास्टिक सर्जरी नो सर्जन त अगाडि नै भइसक्यो नि त। प्लास्टिक सर्जरी चाहिँ होइन। फेस भन्नाले यो यो अनुहारमा जहाँ पनि पर्न सक्यो। स्किन रिलेटेड होइन। आई नो एकदम मान्छेले बोल्दाखेरि के देखिन्छ? आइम स्पुन फिडिङ यु है यसमा चाहिँ। ओके डेन्टिस्ट चाहिँ नम्बर 4 मा पर्यो। 4 अब अरू चाहिँ टिचर नो नट इन द लिस्ट। लेक्चरर नट इन द लिस्ट। टिचिङ फिल्डको केही पनि छैन टप 10 सम्म चाहिँ छैन। मेबी रिसर्च बेस्ड केही भयो भने हुन्थ्यो होला, तर टप 10 मा चाहिँ जस मैले यो एक्सट्र्याक्ट गरेको रिसोर्सबाट चाहिँ रहेन रहेछ त्यो सोर्समा चाहिँ। अनि ल क्लु ल, अहिलेको वर्ल्डमा एकदमै इमर्जिङ प्रब्लम भनेको के छ? माइन्ड रिलेटेड। साइकोलोजी साइकोलोजी चाहिँ मिलेन, तर त्यही रिलेटेड साइकोलोजिस्ट पनि मिलेन। अलिकति प्रेस्क्राइब मेडिकेसनतिर कसले दिन्छ उहाँ चाहिँ पर्नुभयो। साइकोलोजिस्ट यता काउन्सिलिङतिर चाहिँ होइन। कस्तो ठ्याक्कै दिमागमा आएन क्या मेरो त्यो चाहिँ। अब यस्तै भन्छ नि स्टुडेन्टले भन्न पनि आएन क्या, कस्तो आइरहेको थियो तर के अरे त्यो भन्नै आइराखेन। ओके साइकाइट्रिस्ट ओके ल अब अर्को एकदम अभियस चाहिँ छुटिरहेको छ, जस्तै कि अब पैसा रिलेटेड के हुन्छ? हामी कहाँ राख्छौँ पैसा धेरै भयो भने? ब्याङ्क अनि प्रोफेसन चाहिँ के हो त? ब्याङ्कर
ब्याङ्कर मात्र चाहिँ होइन, इन्भेस्टमेन्ट ब्याङ्कर चाहिँ नम्बर 7 मा पर्यो अनि अघि साइकाइट्रिस्ट चाहिँ नम्बर 6 मा पर्यो है। ओके, अब कुन कुन बाँकी छ? अब नम्बर 10, नम्बर 5 दुईटा मात्र बाँकी रहेछ, 5 र 10। तिनमा चाहिँ के पर्ला? थिङ्क तिमीलाई चाहिँ के हो जस्तो लाग्छ? प्रोफेसन त धेरै छ नि त, त्यहाँमध्ये के हुन सक्छ? बिजनेस रिलेटेड बिजनेस नै छैन अब यहाँनिर। छैन। इन्भेस्टमेन्ट ब्याङ्कर मलाई त त्यस्तै लाग्थ्यो, लेक्चरर, लयर, डेन्टिस्ट अनि सर्जन त भइगयो। अनि के अरे तिमीले यता बिजनेसतिर भन्यौ अनि अर्को फ्याकल्टी छ नि स्टुडेन्ट्सले चुज गर्ने, ल 10 पछि के फ्याकल्टी चुज गर्नुहुन्छ? म्यानेजमेन्ट अनि अर्को साइन्स। अब के साइन्टिस्ट चाहिँ हो त? इन्भाइरोमेन्ट डेटा साइन्टिस्ट। डेटा साइन्टिस्ट यो चाहिँ नम्बर 10 मा है। अनि त्यसपछि अब नम्बर 5 पनि अब ल मैले एकदमै अभियस हिन्ट दिन्छु ल। ल्यापटपलाई मैले देखाएँ, तिमी त्यतिबाट क्लु बुझ्छौ भने। ल्यापटपबाट के हुन्छ होला? ल्यापटपबाट त्यो त मलाई चाहिँ लागेको थियो ल्यापटप भन्ने बित्तिकै तिमीले कम्प्युटर इन्जिनियरतिर सोचिहाल्छौ कि भनेर, तर त्यो चाहिँ होइन। त्यही रिलेटेड अर्को एउटा स्टुडेन्टले अप्सनमा लिनुहुन्छ नि कोर्स पढ्न जाँदाखेरि, के लिनुहुन्छ? डिफ्रेन्ट त डिफ्रेन्ट नै हो, तर त्यो कोर्स चाहिँ उहाँले भन्नुभयो कि युनिभर्सिटीमा पाउनुभयो भने चाहिँ ओके आई डु दिस भनेर पढ्नुहुन्छ नि। जस्तै हाम्रो त्यो प्रिभियस स्टुडेन्टले गर्नुभएको थियो, हामीले त्यो साइबर रिलेटेड हो। त्यहाँभित्र चाहिँ साइबर रिलेटेड हुन सक्छ, तर अम्ब्रेला टर्म चाहिँ के हो त? यु आर नियर बाइ द वे, भेरी क्लोज। त्यस्तो नभन्नु न, मलाई भन्नै आएन। ओके, आइटी एक्जिक्युटिभ। ओके, आइटी। यस, अब यो चाहिँ टप 10 भयो। ओके स्टुडेन्ट्स, अब यो त वर्ल्ड वाइड नै टप 10 हाइएस्ट पेइङ जब्स भयो। अब नेपालको कन्टेक्स्टमा चाहिँ के हुन्छ होला, यो चाहिँ सबै तपाईँहरूले कमेन्ट गरेर भन्नु होला है त। बाई बाई।